फर्केर आएनौ त? प्रश्नले मन कोतारिएको छ। मेरा बाआमालाई बास दिएको घरले मलाई नि पर्खिरहेको छ। भित्तामा कोतारिएको मेरा अक्षर अझै मेटिएका छैनन् रे। बाआमाले नसकेर नलिपिएको पनि वर्षौँ भइसक्यो। हेर न, तिम्रो घर अब बुढो भइसक्यो। वर्षौँदेखि उभिएको त्यो धुरी थाकेको छ। तिमी कहिले आउँछौ भनी घरले प्रश्न गरिरहेको छ। उडेको पन्छी फर्किने बाटो यही घर होइन र? जिन्दगीको भागदौडमा बिसाउने ठाउँ मै होइन र? तिम्रो बाल्यकाल सम्झेको घर कमजोर भएको छ। तिम्रो जवानीले भ्याउ नपाएर बाआमासँगै घर पनि एक्लै भएको छ। मिल्छ भने एकछिन आएर सुस्ताइदिनु नि ल।